साथीहरु नमस्कार। म हुँ नरेन्द्र खाती, तपाईहरुकै साथी भिडियो लिएर आएको छु सोशल मिडियाबाट। यी मेरा पुराना तर परिमार्जित शब्दहरु हुन्। मेरा पुराना केही भिडियोहरुमा यसको सुरुवाती संस्करण तपाईहरुले सुन्नुभएको होला। त्यो अर्थमा मैले अहिले भनेका शब्दहरुलाई परिमार्जित शब्दहरु भनेको हुँ। यो भिडियोमा म तपाईहरुलाई यति भन्न पनि आएको होइन। यो भिडियोमा म तपाईहरुलाई हाम्रो जीवनमा ठूलो भूमिका निर्वाह गर्ने, हामीले हाम्रो खुशी बाँड्न, हामीलाई हाम्रो दुखमा साथ दिन र हाम्रो सफलताको यात्रामा प्रेरणा दिने भनी जोडिएका साथीहरुको बारेमा बताउँदै छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। के तपाईले कहिले सोच्नु भएको छ हाम्रा सबै साथीहरु एउटै प्रकारका हुँदैनन्? विभिन्न प्रकारका साथीहरु हाम्रो जीवनमा जोडिन पुग्दछन्। कोही सधैँ साथ दिन्छन् त कोही सुरुमा साथ दिए जस्तो गरेर मौका पाउन साथ धोकाको सुलीमा झुन्ड्याएर जान्छन्। साथ दिने र धोका दिने साथीहरु कस्ता हुन्छन् र तिनीहरुसँग कस्तो व्यवहार गर्नुपर्दछ, मेरो वर्मले बुझे अनुसार बताउँदैछु। यहाँहरुको फरक बुझाइ भए सुन्दर शब्दहरुसहित कमेन्ट गरिदिनु होला। सबैभन्दा पहिले हुन्छन् असल वा सच्चा साथी। यस्ता साथीहरु सुख दुख दुवै अवस्थामा हामीलाई साथ दिइरहेका हुन्छन्। तपाई सफल हुँदा खुसी हुन्छन् र समस्या पर्दा सहयोग गर्न तयार हुन्छन्। यस्ता साथीहरुको सम्मान गर्नुपर्छ, विश्वास गर्नुपर्छ र सम्बन्धलाई मजबुत बनाइराख्नुपर्छ। दोस्रो प्रकारका साथी हुन्छन् रमाइला साथी। उनीहरुसँग समय बिताउँदा हाँसो र मनोरञ्जन पाइन्छ, तर कहिलेकाहीँ उनीहरु जिम्मेवारी भन्दा रमाइलोलाई बढी महत्त्व दिन सक्छन्। यस्ता साथीहरुसँग रमाइलो गर्नुहोला, तर आफ्नो लक्ष्य जिम्मेवारीलाई नबिर्सिनुहोला। तेस्रो प्रकारका हुन्छन् स्वार्थी साथी। उनीहरुलाई आफ्नै फाइदासँग मात्र मतलब हुन्छ। आवश्यकता पर्दा मात्र सम्पर्क गर्ने र काम सकिएपछि टाढा हुने व्यवहार देखाउन सक्छन्। यस्ता साथीहरुसँग सावधानी अपनाउनु राम्रो हुन्छ। सम्बन्ध राख्न सकिन्छ, तर अत्यधिक भरोसा गर्नु भने उचित हुँदैन। चौथो प्रकारका साथी हुन्छन् नकारात्मक साथी। उनीहरु सधैँ गुनासो गर्ने, अरूको आलोचना गर्ने वा गलत बाटोमा लाग्न प्रेरित गर्न सक्छन्। यस्ता साथीहरुसँग विनम्र व्यवहार गर्नुहोला, तर उनीहरुको नकारात्मक प्रभावबाट आफूलाई सधैँ जोगाएर राख्नुहोला। पाँचौं प्रकारका हुन्छन् प्रेरणादायी साथी। यस्ता साथीहरुले तपाईलाई नयाँ कुरा सिक्न, मेहनत गर्न र जीवनमा अगाडि बढ्न सधैँ उत्साहित गरिरहन्छन्। उनीहरुसँग समय बिताउनुहोला र सकारात्मक सोचको सधैँ विकास गरिरहनुहोला। साथी जुनसुकै प्रकारका भए पनि हामीले सबैसँग सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ, तर कसलाई कति नजिक राख्ने भन्ने निर्णय भने सोच विचार गरेर गरिरहनु पर्दछ। सच्चा र सकारात्मक साथीहरुलाई जीवनमा विशेष स्थान दिनुहोला र गलत प्रभाव पार्ने साथीहरुबाट उचित दूरी कायम गरिरहनुहोला। तपाई के कुरा सधैँ याद राखिराख्नुहोला भने साथीको संख्या भन्दा पनि साथीको गुण स्तर महत्त्वपूर्ण हुन्छ। एकजना असल साथी हजारौं चिन्जान भन्दा मूल्यवान हुन सक्छ। सोशल मिडियामा मसँग जोडिनु भएका सबै साथीहरुलाई मैले असल र प्रेरणादायी साथीका रूपमा लिएको छु। तपाईले मलाई कस्तो साथीका रूपमा लिनुभएको छ व्यक्त गर्न मिल्छ भने कमेन्ट बक्समा यहाँहरुलाई स्वागत गर्दै अहिलेलाई भने यो भिडियोबाट बिदा चाहन्छु। नमस्कार।